वाह बितुको साग पनि हाम्रो त महँगो है पाउकै 30 रुपैयाँ यो रानको मासुसँग मकैको ढेँडो कति मिल्छ है कोदो कसरी हुन्छ नि कस्तो दामी भएको छ है तातो तातो वाह राको मासुमा यसरी झोल हाल्यो भने चाहिँ मलाई गाउँको याद आउँछ क्या है अनि चाहिँ हाम्रो गाउँमा पाउने त्यो चन्डा बेलचन्डा हालेर बनाएको दामी छ यो चाहिँ कचौरामा चोपेर खानु मनपर्छ अरे वाह अस्ति हामीले गाउँ बस्दा रिदिमाहरू गाउँ बस्नु जाँदा यस्तो कोदोको ढेँडोसँग कुखुराको मासु खाएको मिठो हुन्छ नि हाम्रो गाउँको फेरि त्यसै मिठो हुन्छ है रातो माटो भएर के माटेर के भएर रातो भएको होला नि अनि हाम्रो गाउँको रात माटेर माटो कति रातो गाउँको नामै रात माटे माटो पनि कति धेरै रातो यम्मी है दामी भयो घन्टा पनि मिठो छैन त हो पर्लै मिठो यो खुर्सानी चाहिँ मलाई डिस्टर्ब भयो साइडमा यहाँ यसरी